त्यस्तो क्लास त बस्नु पाइनँ कतिपय कामले गर्दाखेरि। तर यहाँ आएर फिडब्याक भन्दाखेरि पनि म तपाईँहरूलाई के मोटिभ चाहिँ गर्न चाहन्छु। हामीले धेरै कुरा सिकेको छौँ यहाँबाट होइन, हामीले 3 दिनमा धेरै कुराहरू सिकेको छौँ। अनि एउटा भनाइ छ नि, एजुकेसन चाहिँ यस्तो चिजहरू जुन चाहिँ कुरा चाहिँ हामीले पढ्छौँ न हामीमा राख्यो भने त्यो चाहिँ एजुकेसन होइन, हामीले त्यसलाई प्र्याक्टिकलमा युज गऱ्यो भने चाहिँ द्याट इज एजुकेसन इनफ्याक्ट भन्छ। अनि हामीले जति पनि कुराहरू सिकेको छौँ यो कुराहरू चाहिँ हामीले युज गरौँ, यो कुराहरू चाहिँ हामी प्र्याक्टिकलमा गरौँ, अनि अटोमेटिकली हामी यो कुराहरूमा हामीले एप्लाई गऱ्यौँ भने हामीमा धेरै कुराहरू इम्प्रुभमेन्टहरू आउने दिनमा हामीले देखिरहेको छौँ। विशेष गरी म्यामहरूलाई जुन समय निकालेर तपाईँहरूले आइदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र मेरोमा भन्नु त्यस्तो त केही छैन, यहाँको भाइ बहिनीले धेरै कुराहरू सिकेको छ। तपाईँहरूलाई चाहिँ म त्यही भन्न चाहन्छु, यस्तो कुराहरूमा मोटिभेट हुनुहोस्, फोकस गर्नुहोस् यस्तो कुराहरूमा जसमा कि भोलिको दिनमा गएर तपाईँहरूले सिकाउँदाखेरि चाहिँ त्यो नानीहरूमा पनि एउटा क्रिस्चियन एउटा परमेश्वरको माया प्रेम उनीहरूमा पनि झल्केको गर्छ। भोलिको दिनमा गएर उनीहरूले पनि आउँदो दिनहरूमा उनीहरूको नेक्स्ट जेनेरेसनलाई यसरी राम्रोसँगले सिकाउँदै जान सकेको होस्। र म तपाईँलाई त्यही भन्न चाहन्छु, स्प्रेड लभ, तपाईँले माया बाँड्नु सबैलाई। अनि हामीले माया एकअर्कालाई गर्न सक्यौँ भने हामीले त्यसै नै संसारमा हामीले आफ्नो दिनमा ल्याउन सक्छौँ। र त्यो हामीमा पावर छ है। हामी केही कुरो पनि अहिलेको जमानामा इम्पोसिबल छैन। हामीले चाह्यो भने र परमेश्वरको आशिषबाट नै हामी अभियसली सबै कुरा पोसिबल हुन जानेछ। र त्यसको लागि तपाईँलाई 3 दिन समय दिनुभयो तपाईँहरू सबैजनाले पनि, अनि त्यसको लागि धेरै धेरै धन्यवाद। र लास्टली त्यही भन्न चाहन्छु, हामीले जे कुरोहरू सिकेको छौँ त्यो कुराहरू चाहिँ हामीले एप्लाई गर्नुपर्छ र गर्नु सक्नुपर्छ। आई होप तपाईँहरूले त्यो कुराहरूलाई एप्लाई गर्नुहुन्छ होला। र यही आँखाहरू हो हाम्रो, हामीले भोलिको दिनमा गएर त्यो कुराहरू चाहिँ जति पनि सिकेका त्यो कुराहरू चाहिँ नानीहरूले देख्न सकौँ। र तपाईँलाई यही कुरामा मोटिभेट गर्न चाहन्छु र मेरो छोटो 2 शब्द म हेर्न चाहन्छु।